हेलो गुड मर्निङ सबैजनालाई। म चाहिँ स्वागत छ तपाईँहरूलाई आज मनको बिसाउने विथ समीरमा। यो यस्तो यस्तो यो यस्तो प्रोग्राम हो कि जहाँ चाहिँ नि सबैले आफआफ्नो मनका कुराहरू बिसाउने मौका छ। आफूलाई राम्रो लागेको, गाह्रो लागेको, सजिलो लागेको, रमाइलो लागेको, दुःख लागेको विभिन्न कुराहरू चाहिँ नि यहाँ हामीले आफ्नो व्यक्त गर्नु छ। आज म चाहिँ यस्तो ठाउँमा आइपुगेको छु जुन चाहिँ सल्लाहले ढाकेको छ र एकदम रमणीय छ। हेर्नुहोस्, साह्रै नै छ। अब घाम पनि मन्द बिस्तारै अब यो झुल्किसकेको हो। अब वयस्कतर्फ जाँदैछ, तैपनि अब अलिकति बादलले गर्दाखेरि अलि मधुर देखिन्छ, एकदम मन्द छ। र यस्तो यो सल्लाहघाट देख्दाखेरि मलाई मेरो मनको कुरा बिसाउनु मन लाग्यो। यो सबै सल्लाहघाट देख्दाखेरि मलाई कस्तो फिल भयो, कस्तो अनुभव भन्दाखेरि मलाई साह्रै नै मनपर्ने गीत एउटा यो ममता दिव्यमजीले गाउनुभएको सुरिलो रुख सल्लाइ हो, रोजेको तिमीले कल्लाई हो भन्ने गीत मैले आउँदाखेरि सम्झिन पुगेँ। यो गीत चाहिँ नि अब एकदम मनपर्ने। अब यो हेर्दाखेरि यो गीतको बोलमा यति सबभन्दा मनपर्ने गीतको बोल चाहिँ कुन थियो भन्दाखेरि लाएर माया, स्वर अलि राम्रो छैन, म त्यो गाउने भन्दा लाएर माया तिमीले पार्छौ कि फेरि अब र भोलिको दिन बस्नु पर्छ कि रोएर। यो साह्रै लाइन मलाई एकदमै मनपर्ने गीत साह्रै। अनि मैले यहाँ आउँदाखेरि सम्झेँ र तपाईँहरूसँग सेयर गरेँ। यो मेरो मनको कुरा हो। हेर्नुहोस्, सुरिलो रुख सल्लाइ हो, रोजेको तिमीले कल्लाई हो। अनि अर्को लाइन पनि साह्रै मनपर्छ। यो कुन भने, यो कहाँबाट तिमी कुन थरको, यो चिन्जान हाम्रो भा छैन। यो अलि गाउन थालेको मिलेन। चिन्जान हाम्रो भा छैन, कहाँबाट तिमी थाहा छैन भन्ने, यो जुन कुन थरको भन्ने छ एउटा, यो मैले ठ्याक्कै अहिले भन्न नसकुँला, तर पनि गीतको भाव बुझ्नुभयो। र अहिले मेरो मनका जुन कुराहरू मैले मनको बिसाउने विथ समीरमा बिसाएँ। धन्यवाद।